पार्टी सचिवालय समिति सदस्य कमरेड टिसी आलेज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। आसन ग्रहणको क्रममा हाम्रा यस नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका वार्ड नम्बर 2 का पार्टी उपाध्यक्ष टुकुमाई छेत्रीज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। आसन ग्रहण क्रममा शहीद दहन गाउँपालिका वार्ड नम्बर 2 का वडा सदस्य एवं यस वडा पार्टी समितिका कोषाध्यक्ष श्री रेक्सना दर्लामीज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु र उपस्थित सम्पूर्ण कमरेडहरूलाई यता स्थानमा आसन गर्नका लागि हार्दिक अनुरोध गर्दछु। सम्पूर्णलाई मेरो नमस्कार। हाम्रो बकरेश्वरीको पार्टी अवस्था हेर्नु पर्दाखेरिमा चाहिँ अहिलेसम्मलाई ठिकै छ। पहिला जे जस्तो थियो त्यो पनि अहिलेसम्म ठिकै छ, तर आगामी दिनहरूमा चाहिँ अलि विचार पुर्याउनु पर्ने अवस्था चाहिँ छ। अब पार्टीहरूको अलिकति थोरै तिनो गुनासो बुझेर, कसैले बुझेर या नबुझेर अलिकति गुनासो चाहिँ भइरहेछ। अहिलेसम्मको त्यसको चाहिँ एकदम विचार गर्नुपर्ने, समीक्षा गर्नुपर्ने छ साथीहरूसित। हामी सबैहरू अलिकति वडाको साथीहरूसित अथवा कुनै पनि मौकाहरू मिलेदेखि होइन, पालिका साथीहरूसित त्यस्तो साथीहरू मिलाएर चाहिँ समीक्षा गर्नुपर्ने छ साथीहरूसित। अरू चाहिँ ठिकै छ। पार्टीको अब त्यति साह्रै कमजोर अवस्था चाहिँ छैन। अनि अब विकासको कुरामा भनौँ भने चाहिँ अरू त सबै कुराहरू ठिकै भएको छ। अब समस्याहरू त धेरै छ, धेरै समस्या पनि एकैचोटि हल हुँदैन। बिस्तारै बिस्तारै के अरे समस्याको वर्षै पछिको थोरै दिनो जति पुग्छ बजेटले बिस्तारै गर्दै जाने हो भन्ने कुराहरू चाहिँ सबैजनाले बुझिराखेको पनि छौँ। अनि अब एउटा कुरा चाहिँ अलिकति चाहिँ त्यो खानेपानीको लागि चाहिँ अब अलिकति सुरुवात चाहिँ भएर बसेको छ। अनि खानेपानीको लागि चाहिँ बजेट अब अहिलेको उसमा पनि परेन। त्यो भएर चाहिँ के भएको हो, खानेपानी आउँछ भनेर हामी यति खुसी भइरहेको थियो र अहिले चाहिँ खानेपानीलाई पैसा पनि पर्दैन। यो यतिकै होला कि के होला, अब हामीले पानी ल्याएर अझै पनि खान नपाउने होला के होला। सबै ठाउँमा एक घर एक धारा भइसक्यो। हाम्रो बकरेश्वरीमा मात्रै चाहिँ सधैँ यतिकै दुःखै मात्रै हुने भयो पानीको भनेर चाहिँ अलिकति आत्तिएको अवस्था छ साथीहरूको, गाउँवासीहरूको भनौँ न, गाउँ टोलवासीहरूको साथीहरूको सबैको छ। अब जस्तै सुरुवात त हाम्रो अब जुन हाम्रो पार्टीले नै सुरुवात गरिराखेको छ, त्यो त एक दिन न एक दिन अवश्य पुरा त हुनैपर्छ। तर पनि अलि आत्तिरहेको अवस्था छ। त्यसको लागि त्यो खानेपानीको लागि चाहिँ अब कहाँबाट कसरी हुन्छ, कोबाट हो, वडादेखिको लिएर होइन, प्रदेशदेखिको लिएर के अरे पालिकादेखिको लिएर सबैले चाहिँ अलिकति चासो गरेर कतै कुराहरू पहलहरू गरिदिनु होला भन्न चाहन्छु मेरो तर्फबाट चाहिँ। अनि अरू साथीभाइहरूमा चाहिँ सबै कुराहरू ठिकै छ। पार्टीको उसहरूमा चाहिँ सबै ठिकै छ, त्यति बिग्रिएको छैन। अझै पनि समीक्षा गर्न चाहिँ पर्छ एकचोटि। अनि अस्ति हामी महिनाको एकचोटि हाम्रो मिटिङ हुन्छ। अनि त्यो मिटिङमा चाहिँ के भयो भने वडाबाट यो हाम्रो एउटा सचेतना केन्द्र भन्ने थियो, त्योबाट आइरहन्थ्यो कि अब महिला दिदीबहिनीहरूले यो कृषिको यो पशुपालनको त्यस्तो आउँथ्यो। अनि वडाबाट काटेर यस्तो गरेको हो भन्ने त्यस्तो भरमहरू महिलाहरूमा धेरै फैलिए। अनि त्यसको लागि हाम्रो वडा अध्यक्षज्यूहरू सदस्यज्यूहरू टाइम मिलाउन सक्नुहुन्छ भने हाम्रो मुलुङमा मिटिङ राखेर अब के कारणले काटिएको हो सबै बुझाइदिनु हुन अनुरोध गर्दछु। बेसीमा अहिले नभएको भन्नेमा छैन खासै। खानेपानी नि हाम्रो यही पार्टीले एक घर एक धारा नि बनाइदियो। अनि मोनको हाम्रो व्यवस्थित थियो, मोन नि हामीले खोजेर उहाँहरूले सम्पन्न गरिदिएछ। अनि सिँचाइको लागि नि त्यस्तै गरिदियो। अनि बत्तीको लागि साह्रै समस्या थियो, बत्तीको लागि नि गरिदिएछ। नगरे भन्नु मिल्दैन। अब एउटा हाम्रो के छ भने यही यातायातको लागि नि अलि सुविधा भएन, त्यसको चाहिँ कसरी मिलाउने त्यति हामीहरूको गुनासो थियो। रोडलाई अलिक व्यवस्थित बनाउनु पर्यो। अनि यातायात गाडी साडी नि अब मान्छे बिरामी हुन्छ, अब गाडी छैन, बोकेर लानुपर्छ। अब मेरै बुढी बिरामी हुँदाखेरि मैले न तलबाट के भन्छ रिजर्भमा ल्याएर रिजर्भमा तुरुन्तै आउने। अघि उहाँले भन्नुभएको थियो यतातिर चाहिँ हाम्रो गोर्खामा जानुपर्छ, सम्झौता यता त के गर्नुपर्छ भन्नुभएको थियो। रिजर्भमा आउँदा चाहिँ दुर्घटना नहुने, अनि त्यो रुटमा चढ्दा चाहिँ दुर्घटना भने त्यो गोर्खाले नहेर्ने हुन्छ त। त्यो मेन विषय मेरो यो हो। मै आफै नि मै नि पीडित छु। बिरामी भयो भने चाहिँ रिजर्भमा चाहिँ तुरुन्तै आइहाल्ने, बिरामी भएन भने चाहिँ रिजर्भमा आएन भने चाहिँ रिजर्भमा चाहिँ
गाडी चल्दैन त्यो बाटो बिग्रेर त्यो भन्नु भएन। हाम्रो यो रैगरी बेसी भने 2 नम्बर वडामा हो, सबैले चाहिँ यसलाई नि अलिकता प्राथमिकता दिनु पर्यो। यहाँबाट गयो भने त सबै हाम्रै गाउँ बेसीबाट सबै माथिसम्म त धान मकै यता त के भन्छ लान मिल्छ भन्ने कुरा हो मेरो। यो माथि तपाईँहरूले नि माथिबाट नि पहल गरिदिनु पर्यो। हामी चल्ने भनेको त गोर्खा यातायात प्रालीद्वारा चल्ने हो। हाम्रो रुट भनेको सुमोको रुट भनेको रामसाघाट बनौती यो रुट हो है। तर यहाँ चल्दै नचला भन्नु पनि पाइयो। फेरि म यहाँ चल्नै पर्छ भन्नु उसले पाइँदैन, किनभने हाम्रो यो सुमो रुट भनेको 9 किलो स्याउली मनोकामना हुँदै के अरे बनौती रामसाघाट आफू खैरिनी है, यसरी बुझ्नु होला। तर हामी आन्तरिक रूपमा मिलेर चाहिँ चल्नुपर्छ, चलाउनु पर्यो, सबैलाई चाहियो। तर कानुनी रूपमा जाने भने चाहिँ कस्तो भने हामी गोर्खा यातायातसँग त हामीले त लिनु पर्यो अनुमति। भोलि केही भयो कसो भयो भने दुर्घटना त नहोला भन्नु सक्दैन। त्यो भइपरि आएपछि चाहिँ त्यसले चाहिँ नहिँड्दो रहेछ है। यी कुराहरू चाहिँ हामीले त्यहाँ गएर भन्नु पर्यो कि किन डराउने भने व्यवसाय गर्ने मान्छे चाहिँ जहाँ भने चल्नै पर्यो। बक्राङदेखि रामसाघाट जोड्ने चाहिँ कुरो चाहिँ अब मैले भन्दा नि हाम्रो चाहिँ के अरे पालिका स्तरीय चाहिँ कमरेडजीले भनिसक्नु भएको छ, उहाँबाट प्रष्ट भइसकेको छ। धेरै नबोलौँ, समय किन गर्ने। र सुमो व्यवसायको र सुमोको समस्या रुट तपाईँहरूले कतिचोटि कुरा गर्नुभयो होइन। कति पार्टी आयो, एमाले आयो, काङ्ग्रेस आयो, माओवादी आयो, जुनै पार्टीले पनि हामीले गरेको सम्झौता अनुसार हाम्रो समस्याको समाधान गऱ्यौँ, यो पक्का हो। तर यति कुरा लेखेर राख्नु, तपाईँहरूले हामीलाई जिताएर पठाइसकेपछि, हामी ओडामा पुगिसकेपछि तपाईँहरूको समस्यालाई मनन गरेर मैले ओडामा सबैलाई सुमो व्यवसायीदेखि लिएर रैगर बेसीको सबैलाई उपस्थित गरा हो। ओडामा उपस्थित गराइसकेपछि पनि तपाईँले भने जस्तै गरेर गाडीको चाहिँ रुट चाहिँ क्रम हामीले विभाजन गराइदियो। यतिवटा गाडी यो ठाउँबाट, यतिवटा गाडी यो ठाउँबाट आउनुपर्छ है भनेर मैले चाहिँ निर्देशन दिएपछि त्यो काम सुरुवाती पनि भएकै हो, नभएन। बिचारे के अरे सुमो व्यवसायहरू, यो सुमोवालाहरू बिचरा नआएको होइन। तर हाम्रो रैगर बेसीको जनसमुदाय र हाम्रो यातायात व्यवसाय बसेर तपाईँहरू चाहिँ सम्बन्धित निकायमा जानुपर्छ। विकास निर्माणको सवालमा यहाँ विषयवस्तु उठाउनु भएको छ। समग्र 2 नम्बर वडाको विकास निर्माणलाई लिएर हेर्दा अहिले हाम्रो पार्टीको निर्वाचित अध्यक्ष लगायत सदस्यहरूको पहलमा 2 नम्बर वडामा थुप्रै काम भएको छ। गाउँपालिकाबाट आउने 50 लाख रुपियाँ मात्रै होइन, गण्डकी प्रदेश सरकारबाट र सङ्घीय सरकारबाट पनि थुप्रै योजनाहरू परेको छ। यो कुरो हाम्रो वडाध्यक्षज्यूले राखिसक्नु भएको छ। रैगर बेसीकै सवालमा भन्ने हो भने त 2 नम्बर वडामा सबैभन्दा गुणात्मक विकास भएको ठाउँ हो। एक घर एक धारा, त्यसपछि गएर विद्युतको ट्रान्सफर्मर थप भएको छ। तपाईँको सिँचाइको कुरो गर्दा रैगर बेसीमा 2 नम्बर वडामै राम्रो चाहिँ प्रभावकारिता हुने गरी सिँचाइ भएको छ। केही नभएको होइन, तर भने जस्तो भने चाहिँ भएन है भन्ने कुरो। जस्तो यो रुटमा गाडी चलेन, चलाउन पर्यो, सबै कुरो हामीलाई चाहिएको छ। हाम्रो चाहिँ रोड नाली, पक्की नाली, पक्की रोड बनाउने कुरो यो एकैचोटि नहुँदो रहेछ। अब गाउँपालिकाले पनि अब टोल भेला गरेर योजनाहरूको लागि हामीलाई निर्देशन गर्छ। अब छिट्टै योजना हामीले बनाउनु पर्यो। सानो खाले बजेट वडाले गर्ने विकासको क्रमहरू, विकासको आवश्यकताहरू कहाँ कहाँ छ त्यसलाई कोड गर्ने, अलि ठुलो गाउँपालिकाले सम्बोधन गर्ने खाले योजना बनाउने। त्यो गाउँपालिकाले नसक्ने गण्डकी प्रदेश सरकारलाई पनि हामी झकझक्याउन जाने वडाको सिफारिस बनाएर अहिले हाम्रो गण्डकी प्रदेश सभाको सभामुख हाम्रो किसिम भिताल हुनुहुन्छ, उहाँ मार्फत हाम्रो पार्टीको सरकार नभए पनि
सम्बन्धित मन्त्रालय त हामी सबैको हो नि त, जनताको मन्त्रालय हो। खानेपानी मन्त्रालयमा गएर हामीले हाम्रो आवश्यकता त्यहाँ दर्ज गर्न सक्छौँ। प्रतिक्रियावादी तत्त्व हिजोको होइन राजतन्त्रको चाहिँ राजतन्त्रको सोचबाट विकास भएको चाहिँ शक्तिहरू केही ठुलै जमात शक्तिहरू एमालेमा लाएर एमाले कम्युनिस्ट होइन कम्युनिस्टको चाहिँ तपाईँको चाहिँ तालो ओढेर आएको छ, कपडा खोल ओढेर आएको छ। त्यसो भएको हिसाबले सचेतपूर्ण ढङ्गले हाम्रो योजनालाई चाहिँ मुभ गर्दै लैजाने, जनतालाई सङ्गठित गर्दै लैजाने विचारले स्पष्टै पार्दै लग्यो भने हामी सहिदखान गाउँपालिका वडा नम्बर 2 होइन यो गत सालको परिषदमा त्यो ढिला भएर मात्रै, नत्र एक मात्रै महिला वडाध्यक्ष भएको हिसाबले सकुन दिदीलाई केही बजेटका पनि इनिसिएटिभहरू दिनुपर्छ भन्ने विषय गत सालमा नि उठाएको थियो। त्यो अलिक ढिला भयो। त्यो बजेटको यसपालि चाहिँ त्यो विषय अलिक उठाउनुपर्छ जस्तो लाग्छ मलाई होइन। नमुना वडा बनाउने र नमुना महिला होइन नमुना हिसाबले महिलाले नेतृत्व वडाध्यक्ष सकुन दिदी भएको हिसाबले त्यो विषयवस्तु गत साल उठिसकेको छ र यसपालि पनि त्यो 5 लाखको कार्यक्रम छ सायद त्यो बेतिनीमा गर्नेहरूलाई त्यो नमुना कृषक के भन्ने हिसाबले हामीले हालेको थियौँ दिदी होइन। त्यो मिलाउने कार्यक्रमहरू पनि छ। त्यो ढङ्गले मैले भन्न चाहन्छु र खासै विषयवस्तु अरू राजनीतिक वैचारिक ढङ्गले आफ्नो विषयवस्तु सधैँ महत्त्व राख्ने र म पनि पालिकाभित्रैको हामी त्यहाँ भएको हिसाबले पार्टीको एउटा जिम्मा भए पनि हामी पालिकामा सँगै बसेर कार्यपालिकामा छलफल गर्दै विकास बजेटदेखि लिएर कार्यान्वयनसम्मको हामी छलफल निरन्तर रूपमा अगाडि बढ्नेछ र पार्टीले पनि आफ्नो हैसियत र बुटा अनुसारको माथि सङ्घ प्रदेश हुँदै स्थानीयसम्म चाहिँ हाम्रो बजेटहरू हाम्रो योजनाहरू कार्यक्रमहरूलाई पार्टीको आफ्नो हैसियत अनुसारको चाहिँ पहल गर्दै जाने प्रतिबद्धता साथ मेरो संक्षिप्त भने दिनुहुन्छ जस्तो एकछिन यहाँ अन्तर्क्रिया भयो। किन धेरै गुनासो आउला भनेको खासै विधि गुनासो आएन। सरकारप्रति यहाँको चाहिँ भनौँ नेतृत्वप्रति धेरै गुनासोहरू होला नि। यहाँ नआएको के गरेको यसो गरेको बिगारेको धेरै चाहिँ अब चाहिँ गुनासोहरू अन्यत्र देखिन्छ। तर यो मनोकामनाको यो 2 वडामा चाहिँ त्यति जनताको चाहिँ गुनासो होइन, त्यति ठुलो समस्याहरू आएको अथवा भनौँ सत्ताप्रति पार्टीप्रति पनि धेरै आरोप प्रत्यारोप भएको जस्तो त्यस्तो लागेन। र पार्टी र सरकार यहाँको चाहिँ सरकार पनि पार्टी पनि तपाईँहरू सँगसँगै भइरहेको एउटा अभिभावक बनिरहेको चाहिँ मैले गहिरो गरी फिलिङ गरेँ। त्यस कारणले यहाँको पार्टीलाई सरकारलाई धेरै धन्यवाद दिन चाहन्छु। र यसले के बुझ्छ भन्दाखेरिमा चाहिँ आगामी 84 चाहिँ हाम्रो लागि बडो चाहिँ ग्यारेन्टी जस्तो भयो। तपाईँहरू खुसी नै हुनुहुन्छ। माओवादी मात्रै यस्तो लोकप्रिय पार्टी हो होइन। सकुन लगायतका कमरेडहरू जुन प्रकारले काम गरिरहनु भएको छ उहाँहरू यस्तो प्रकारको चाहिँ अब चाहिँ व्यक्ति साझा व्यक्ति हो। उहाँहरूले मात्रै समाजको लागि यो शहीद लखनको वडा नम्बर 2 को लागि राम्रो काम गर्नुहुन्छ भन्ने कुरा पुष्टि भएको छ। त्यस कारण आगामी दिनको लागि पनि हाम्रो लागि बाटो क्लियर भएको छ। यस कारणले हामीलाई खुसी लागेको छ। विशेष अतिथि र वडा इन्चार्ज कमरेडलाई पनि म हार्दिक अनुरोध गर्दछु। टुकु माया छेत्री, उपाध्यक्ष रिता आले मगर, सचिव सुनिता राणा, कल्पना थापा, सहसचिव कल्पना थापा, कोषाध्यक्ष सुमित्रा नेपाली, सुमित्रा नेपाली, सदस्यहरू बालकुमारी थापा, जमुना नेपाली, गङ्गामाया थापा, हरिमाया दर्लामी, रश्मि नेपाली, शारदा नेपाली, हरिमाया दर्लामी, होममाया आले, चिनीमाया आले, फुलमती दर्लामी थापा, बेलीमाया आले, जुनीमाया नेपाली, अन्तमाया थापा, गीता थापा, ललिता राणा र जमुना थापा टीका ग्रहण गर्न अगाडि आइदिनु हुन म हार्दिक अनुरोध गर्दछु। नानीहरू सक्रिय हुनुहोस् है। हाम्रो वडालाई सफल बनाउनु राम्रो गर्नु लागि। यसै गरी हामीले शहीद लखन गाउँपालिका वडा नम्बर 2 मा हाम्रो पार्टीको जातीय मोर्चा मगर राष्ट्रिय मुक्ति मोर्चा शहीद लखन गाउँपालिका 2 तय गरेका छौँ, जसको अध्यक्ष हुनुहुन्छ
सुराबहादुर थापा अगाडि आइदिनु होला म हात जोडेर बोलाउँछु नाम आयो मात्र ल नमस्ते जिते भने नाच्दिनु सक्छ ल ल खास ल दिनु ल मगर कसैको जानु होला आफै लाउन खोजेको अच्छा अहिलेसम्म मैले नाम बोलाएको महिलाहरू आइदिनु अब मगर राष्ट्रिय मुक्ति मोर्चा जसको अध्यक्ष हुनुहुन्छ चुराबहादुर थापा उपाध्यक्ष हुनुहुन्छ गोपीलाल थापा उहाँ निर्वाचित वडा सदस्य पनि हुनुहुन्छ उहाँ आज उपस्थित हुनुहुन्न सचिव ओम बहादुर थापा सचिव ओम कुमार है ओम कुमार सचिव ओम कुमार थापा मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल सहिदनगर गाउँपालिका 2 सचिव ओम कुमार थापा कोषाध्यक्ष कुसुम थापा सहसचिव अञ्जना आले सदस्य मङ्गल थापा र रिक्तबहादुर थापा आउँछु मगर मोर्चा मगर राष्ट्रिय मुक्ति मोर्चा अब यसै गरी अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारी केन्द्र सहिदनगर गाउँपालिका मगर मोर्चा संयोजक हुनुहुन्छ धनबहादुर थापा ढाँडबारी उहाँ आज उपस्थित हुनुहुन्न तैपनि उहाँसँग हाम्रो यो सरसल्लाह भएको छ उपाध्यक्ष वीरबहादुर गुरुङ रैकर वीरबहादुर गुरुङ अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारी केन्द्र सचिव डिडी गुरुङ बेतेनी उहाँ आउनु भएको छैन बिदामा जानु भएको छ सहसचिव रिता आले मगर फेरि आउनु पर्यो फेरि कोषाध्यक्ष शारदा नेपाली किसान मोर्चा किसान पनि पर्नुभयो ल अब तरकारी आधुनिक खेती गर्नुपर्छ सदस्य कोणबहादुर थापा तिउरे भन्ज्याङ गर्ने र अब चाहिँ के अरे झ्याल्चो घुल्चो जस्तो प्रकारले अखिल नेपाल किसान महासङ्घ सदस्य कोणबहादुर थापा नयाँ धारा तिउरे भन्ज्याङ हेलो अब पुरा चाहिँ व्यवसायिक किसान बन्नुपर्छ है अब फुलकेटी छ उहाँको नेपाल दलित मुक्ति मोर्चा ए राम्रो भयो ल भेरी गुड नेपाल दलित मुक्ति मोर्चा सहिदनगर गाउँपालिका 2 जसको अध्यक्ष हुनुहुन्छ जित बहादुर परियार कर्णबहादुर आउँदैछ पर छिटो तिमी कहाँ ढिलो गरेपछि भने क्या तिमी किसानबाट आएको किसान मोर्चा किसान महासङ्घ जित बहादुर परियार ए उहाँ दलित मोर्चा हो दलित मोर्चा अध्यक्ष ल ठिक छ ल यसै गरी उपाध्यक्ष हुनुहुन्छ रश्मि नेपाली आरुघाट सचिव हुनुहुन्छ जमुना नेपाली आरुबोट फेरि मलाई 3टा भयो त दुईटा भयो होइन महिला पनि हो दलित पनि हो दुवैपट्टि आयो अनि अब अर्को कोषाध्यक्ष सहसचिव रणबहादुर सार्की उम्लुङ कोषाध्यक्ष शारदा नेपाली सदस्य सुमित्रा नेपाली सदस्य झगबहादुर परियार ल ओहो उहाँलाई अलि र सदस्य खिम बहादुर होइन खिमबहादुर पनि हो खिमबहादुर सार्की ल र सदस्य कमल परियार ल बधाई छ हजुरहरूलाई सदस्य कमल परियार अब कसरी काम गर्नुपर्छ है दाजु अब नेपाल दलित मुक्ति मोर्चा नेपाल सहिदनगर भाइ त वाइसेलमा राख्नुपर्ने छ वाइसेलको नि हो कसरी जानुभएको थियो ए उता अब म यहाँ साथीहरूलाई
यो नेपाल दलित मुक्ति मोर्चाको शैलक्षण गाउँपालिका वडा नम्बर 2 को इन्चार्ज हुनुहुन्छ चन्द्रावती घले कार्की। चन्द्रावती अनि अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारी केन्द्रको यो वडाको इन्चार्ज हुनुहुन्छ रेक्सना दर्लामी। कति जानुभयो रेक्सना दर्लामी? मगर राष्ट्रिय मुक्ति मोर्चाको यो वडाको इन्चार्ज हुनुहुन्छ ऋषिबहादुर आले।